सो गाइस सबैजनालाई ह्याप्पी प्रमिस डे। आज कोले के प्रमिस गर्यो त्यो चाहिँ मलाई थाहा भएन, तर होइन तर तिमीहरूले मलाई कमेन्ट गरेपछि पक्कै पनि मैले थाहा पाउने छु। र अहिले चाहिँ म र मेरो साथी यहाँ घाम ताप्दै बसिरहेको छौँ, खुट्टा देखाउनु हुन्न, खुट्टा देखाउन लागेको छैन। ओके, अनि घाम पनि डुब्न लागिसक्यो। आज एउटा केटीको मुजी मेसेज आएपछि मै मरिजाऊँ है, न कसैले मेसेज पठाएँ न मैले पठाएको थिएँ। मैले एउटालाई चाहिँ पठाइदिएको थिएँ, त्यो पनि गलत पढाइदिएछु कि होइन। सुन्नु भने मैले त्यसलाई के भनेर पढाइदिएँ, मैले सोचिरहेको थिएँ आज के टेडी डे हो होइन, टेडी डे टेडी के अनि मैले त त्यो भनेर विस गरेको झन् आज त प्रमिस डे भन्छन् ल। अनि गर्लफ्रेन्ड कहाँदेखि होस् त होइन। अनि त्यहाँमा त हल्का त्योसँग कुरा गरियो, अनि त्यहाँदेखि कुरा पनि गरेँ होइन। अब के कुरा गर्दै बस्नु अरू त होइन, यही हो हामी बस्ने छल खाल्डुङ छल। बरु कि क्वेसनहरू सोधिराख्नु, हामी चाहिँ एन्सर दिनेवाला छौँ कि नेक्स्ट भिडियोमा। अभियसली गाइज, सिरियसली गाइज, नट जोकिङ। ओके, के भन्न चाहनुहुन्छ? म के भन्दिनँ, मलाई नखिचे। शर्मा रहा है, मालूम है ये क्यों शर्मा रहा है, क्योंकि इसका वीडियो बहुत जल्दी आने वाला गया है, ठीक है। इसलिए आप लोग तपाईहरु च्यानललाई सब्स्क्राइब गरेर राख्नु। उहाँबाट इसको भिडियो चाहिँ छिट्टै एउटा दामीवाला भिडियो चाहिँ अब आउँदैछ होइन। त्यहाँ चाहिँ अब क्यामेराम्यान चाहिँ म नै हुन्छु होला होइन, किनकि अब त्यो दिनको सबैभन्दा ठुलो उतादेखि माया चाहिँ सबैलाई भइसक्यो। माया छ है सबलाई। अनि के गर्दै बसिरहेछौँ त हामी, यत्तिकै घाम तापे बस्यो, घाम पनि डुब्न लागिसक्यो है। अब चाहिँ अहिले चाहिँ मेरो भान्जा बाबु आउने टाइम पनि भइसक्यो, अहिले त्यस्तै 4:30 कति भइसक्यो। भान्जा बाबु आएपछि त्यसलाई नास्ता खिलाउनु पर्छ। त्यही भएर हामी चाहिँ गएको अब तल। यही हो हाम्रो घरको माथिको छानो, जो कि एकदमै खुबसुरत छ। ओके, यहाँ भित्र चाहिँ मकै छ, मकै भिडियोमा डाल्ने भए त भाइरल हुन्थ्यो होला त। यति पावर, बाहुबलीको पावर कहाँदेखि आयो भन्थ्यो होला। अनि यो चाहिँ हाम्रो स्याउ हो, तल चाहिँ मान्छेहरूले ढाउरा छिरिरहेको छ होइन। अनि मैले सोचिरहेको छु कि यो हाम्रो स्याउलाई कटिङ हान्नु कि सोचिरहेको छु। सायद मैले चाहिँ कटिङ हान्नुपर्छ, किनकि हाम्रो स्याउ सुकिसकेको छ। ओके, कुनै भाग सुकिसकेको छ, भोलि चाहिँ कटिङ हान्ने होला। आज हानौँ भनेको कस्तो भएन कि आज यस्तो हुन्छ तेरो स्याउ। यो कस्तो हुन्छ यिनीहरू के यिनीहरू सबै फाल्ने हुन्छ तेरो। त्यो माथि किन काट्नुपर्छ, कोही सुकिया छ। तर फलमा फेरि यति राम्रो फल्छ, यत्रो हुन्छ है। यो कालुङ टोलको सबको आँखा यही स्याउ मात्र छ, किनकि पछि कम त चोर नबस्छन्। मेन चोरु चोरा छैन होला, मैले नहेरे जस्तो अरे के, मैले रेको कुरा गरे जस्तो साँच्चीकै भनिरहेको छु र। जो कि है सो एक मजाक वाला पार्ट था, ठीक है। उसको फिलहाल के लिए थोड़ा कट कर देना। यहाँ फलेको त माथि देखिन्छ कि माथि घरहरूदेखि देखिन्छ होइन। अनि जस्तै अब चाहिँ यति नै गाइस फिलहालको लागि चाहिँ आजको लागि भिडियो यति नै। तपाईँहरूलाई भिडियो मन पऱ्यो भने लाइक गरेर राख्नु होला, च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। अब चाहिँ हामी गएको, भोलि कुन चाहिँ डे हो, थर्सडे। भोलिको लागि के हुन्छ थाहा छैन। आजको लागि चाहिँ फिलहालको लागि यति नै। आफ्नो ख्याल राख्नु होला। टाटा बाई बाई।